नमस्ते गाइस सबैजनालाई हैन आज चाहिँ हाम्रो यहाँ बौद्ध ग्राममा चाहिँ भूमि पूजा हुँदैछ हैन तपाईहरुलाई पनि देखाइदिन्छु अब यतातिर छ हेलो सेवा गुरुआपा हाम्रो बौद्धग्राम शाखाको गुरुआपालाई सेवा है सेवा 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 तपाईले चाहिँ खासै आज के बनाउनु हुँदैछ यस्तो आज तपाईको यो हाम्रो चाहिँ भूमिको यो उभोलीको भूमि हामी आज बुझाउँदैछौँ यो हिजो बाजे बोजूले हिजो सत्ययुगदेखि नै मानिरहेको रहेछ अनि अहिले हाम्रो पालोमा चाहिँ हामी यो नाता नातिनीले छोरा छोरीले हामी मान्दै गएको हुन्छौँ अनि यो चाहिँ खासै के भन्नु भएको यसको मानेहरू पनि छ होला नि यो चाहिँ तपाईको यो अब क्षेत्रीबाट भन्छ अब भाले भन्छ हाम्रो चाहिँ कुराबाट चाहिँ यो चाहिँ कस्तो भने हाम्रो पापा पुच्चु हो हजुर पापा पुच्चु अनि फेरि यता जति बनाएको छ शाखाले मामा पुच्चु पालिका हजुर हजुर निको बरिङ पालिए शाखाले बनाउने नयाँ तु निको गुरी कस्तो भने मंसिरको दिनमा गुरी नि राके लगावा तु उधौलीको थान नालेमुरी का उभोलीको गुरी निएका दासोको फासेको निए पुच्चु बनावा पुच्चु गुरी निएका सालै पिसे निए गुरी निको सम्पूर्णगा निको का भागे बजे मानाइदु निको भूमिका निए कहिले मा छोराइ निए आज पूजा नौतरे नै यैदु काङा कुनै किसिमको निको हुचा पालियो जान वर्ष हो कुनै किसिमको हैजा मार्की केलबुन कुनै देशन मसन केलबुन गाताले गुरी निए का सालै पिसे उभोलीको निए भूमि पूजा नौमा संस्कृति नै हो नि बाजी हुन्छ यो उधौलीमा हाम्रो गाउँको पिठोको बनाइन्छ उभौलीमा गाउँको पिठो बनाइन्छ सुरुमा हाम्रो यो हिजो खोइ बालदानी खोइ बोरेतिर राख्ने रीति छ कि हामी मान्दै आएको छौँ यसरी बालदानी के त्यहाँ ठुलो दियामा